to all my dear residents. ल भाइहरूले भनेको थियो कि कसरी मतलब मार्क डिस्ट्रिब्युसन कुन च्याप्टरबाट कति मार्क आउँछ त्यसको बारेमा मैले दिइरहेको छु. इट्स भेरी भेरी इम्पोर्टेन्ट फर यु कि कति यो च्याप्टरबाट कति क्वेसन आउँछ, यो च्याप्टरबाट कति क्वेसन आउँछ अनि पढ्न के हुन्छ त हामीलाई सजिलो हुन्छ. यस, त्यहाँ आएर फर्स्ट भोल्युमेट्रिक एनालाइसिस यो फिजिकल केमिस्ट्री पर्छ र फिजिकल केमिस्ट्रीमा के छ भने यहाँ मल्टिपल चोइस क्वेसन 11 आउँछ थाहा छ. त 1 मार्क केबाट आउँछ त वाट्स भोल्युमेट्रिक एनालाइसिस एमसीक्यूबाट आउँछ र एउटा क्वेसन कहाँबाट आउँछ एसएक्यू भने सर्ट एन्सर टाइप क्वेसन. त थाहा छ कि सर्ट एन्सर टाइप एउटा क्वेसन कतिको हुन्छ 5 मार्कको हुन्छ. लाइकवाइज व्हेन यु टक अबाउट आयोनिक इक्विलिब्रियम अर्को हेर आइक्विलिब्रियम यो पनि फिजिकलको पोर्सनमा पर्छ. यसमा एमसीक्यूबाट कतिवटा सोध्छ एउटा र लङ एन्सर क्वेसनमा कतिवटा सोध्छ एउटा 8 मार्कको हुन्छ यु नो. लाइकवाइज केमिकल काइनेटिक्स पनि फिजिकल पोर्सनमा पर्छ. यसमा पनि एमसीक्यूमा के हुन्छ त मल्टिपल चोइस क्वेसन एउटा सोध्छ और सर्ट एन्सर टाइप क्वेसन एउटा सोध्छ लङ सोध्दै. त्यसमा अर्को के छ थर्मोडाइनामिक्समा के छ भने यो पनि फिजिकल पोर्सनमा आउँछ. एउटा क्वेसन के आउँछ त सर्ट एन्सर क्वेसन टाइपमा आउँछ र लङ एन्सर टाइपमा आउट अफ 8 मा 3 मार्क कहाँबाट हुन्छ त वाट यु सी थर्मोडाइनामिक्स. नट 8 मार्कको पुरै हुँदैन 3 मार्क आउट अफ 8 3 मार्कको मात्रै हुन्छ. इलेक्ट्रोकेमिस्ट्रीमा हेर यो पनि फिजिकल केमिस्ट्रीमा पर्छ. एउटा एमसीक्यू भइहाल्यो मल्टिपल चोइस क्वेसन र लङ क्वेसनमा त्यो पनि के हुन्छ 8 मार्कको हुँदैन. त्यसमा आउट अफ 8 कतिवटा हुन्छ 5 मार्कको सोधेको हुन्छ. यस, नेक्स्ट वान के हो ट्रान्जिसनल मेटल्स इनअर्गेनिक केमिस्ट्री. ट्रान्जिसनल मेटल्स यु नो. सो ट्रान्जिसनल मेटल्स र वाट सी हेभी मेटल्स बोथ आर इन्क्लुडेड इन वाट सी इनअर्गेनिक केमिस्ट्रीमा इन्क्लुड गरिरहेको छ. यसमा जम्मा क्लासेस कतिवटा हुन्छ 20 हुन्छ र मार्क कति हुन्छ त 12 हुन्छ हो. त यो ट्रान्जिसन मेटलबाट क्वेसन कतिवटा हुन्छ त एमसीक्यू भनेको मल्टिपल चोइस क्वेसनमा एउटा हुन्छ र एसएक्यू सर्ट एन्सर टाइप क्वेसनमा एउटा हुन्छ याद राख हो. अर्को के छ त हेभी मेटल्स के हुन्छ त यहाँ पनि एउटा मल्टिपल चोइस क्वेसनबाट हुन्छ र एउटा सर्ट एन्सर टाइपमा हुन्छ हो. त सर्ट एन्सरमा थाहा छ एउटा क्वेसन कति क्यारी गर्छ 5 मार्क क्यारी गर्छ. अब अर्को केमा आउँछ त अर्ग्यानिक केमिस्ट्री हेलो एल्केन्स. त अर्ग्यानिक केमिस्ट्रीमा जम्मा क्लासेस कति हुन्छ 55. तर हामी जम्मा क्लास भन्दा पनि इम्पोर्टेन्ट के हो मार्क्स कति मार्क्स सोध्छ यहाँ 33 मार्क्सको सोध्छ याद राख. फिजिकलबाट 22 मार्क्स र इनअर्ग्यानिक केमिस्ट्रीबाट 12 मार्क्स र वाट यु सी अर्ग्यानिक केमिस्ट्रीबाट अल टुगेदर कतिवटा सोध्छ 33. सबभन्दा बढी यसैबाट सोध्छ. बी अलर्ट बी सिन्सियर. त यहाँ सर्ट क्वेसन यो हेलो एल्केनबाट के हुन्छ त एउटा क्वेसन सोध्छ जेनरली 5 मार्कमा सोध्छ. 9 युनिटमा के छ हेलो एरिन कम्पाउन्ड छ. यो अर्ग्यानिक क्वेसन पर्छ. हेलो एरिनबाट कतिवटा त एउटा सर्ट एन्सर टाइपबाट कतिवटा क्वेसन 1 क्वेसन सोध्छ र सर्ट एन्सर क्वेसन कति हुन्छ 5 मार्कको हुन्छ यु नो. 8टा क्वेसन हुन्छ जम्मा 1 मार्क एउटा क्वेसन हुन्छ. अल्कोहल के हुन्छ भने लङ एन्सर क्वेसनमा के हुन्छ त 5 मार्कको सोध्छ आउट अफ 8 मा 5 मार्कको सोध्छ. अर्को के छ फिनोल यो सर्ट क्वेसनबाट एन्सर टाइपमा 1 क्वेसन हुन्छ 5 मार्कको हुन्छ. इथर छैन इथर मेबी मे नट बी. एल्डिहाइड्स एन्ड किटोन्सबाट कतिवटा हुन्छ 1 क्वेसन हुन्छ. कार्बोजेलिक एसिडबाट के हुन्छ त 1 क्वेसन. नेक्स्ट वान नाइट्रो कम्पाउन्ड्सबाट के हुन्छ त 1 क्वेसन एमसीक्यूबाट सोध्छ र एमिनो कम्पाउन्ड्समा कतिवटा सोध्छ त 1 यो सर्ट एन्सर क्वेसनमा 3वटा कहाँबाट सोध्छ त 3 मार्क आउट अफ 8 मा 3 मार्क कतिबाट सोध्छ त लङ एन्सर क्वेसन टाइपमा हुन्छ. र 17 सिरियल नम्बर च्याप्टर कति छ त अर्गेनो मेटालिक कम्पाउन्ड्स केमा पर्छ यो अर्ग्यानिक केमिस्ट्री. त्यसमा मल्टिपल चोइस क्वेसन मात्र एउटा सोध्छ. नेक्स्ट वान के हो 18 युनिट केमिस्ट्री सर्भिस टु मेनकाइन्ड. यो एप्लाइड केमिस्ट्रीमा पर्छ. जम्मा क्लास कति हुन्छ 13 हुन्छ 13वटा हुन्छ. मार्क्स कति हुन्छ यो एप्लाइड केमिस्ट्रीबाट 8 मार्कमा हुन्छ
याद राख। त्यसमा के पर्छ सिमेन्ट। सिमेन्टमा के हुन्छ एउटा मल्टिपल चोइस क्वेसनबाट सोध्छ र सर्ट एन्सरमा 2 मार्कको सोध्छ। यो आउट अफ 5 मार्कमा 2 मार्कको सोध्छ। अर्को के छ पेपर एन्ड पल्प केमिस्ट्री। त्यसमा के हुन्छ एमसिक्यूमा मात्र एउटा सोध्छ। अर्को के छ त न्युक्लियर केमिस्ट्री। न्युक्लियर केमिस्ट्री एमसिक्यूमा के सोध्छ एउटा। सबै हेर्दाखेरि टोटल के देखियो भने जम्मा क्लास यो अर्ग्यानिक इनअर्ग्यानिक फिजिकल र एप्लाइड केमिस्ट्री जम्मा कतिवटा हुन्छ 128। मार्क्स कति हुन्छ जम्मा अल्टुगेदर थ्योरीमा कति हुन्छ 75। यसमा के हुन्छ त मल्टिपल एमसिक्यू भनेको के हो मल्टिपल चोइस क्वेसन। एसएक्यू भनेको सर्ट एन्सर क्वेसन टाइप एन्सर। एलएक्यू भनेको लङ एन्सर टाइप क्वेसन। त थाहा छ कि कतिवटा हुन्छ त 8वटा हुन्छ सर्ट क्वेसन, कतिवटा 40 मार्कको भयो र लङ क्वेसन 3टा हुन्छ 8 मार्कको हुन्छ। सबैलाई जोड्दाखेरि कति आउँछ 75। त आउट अफ 100मा 75 थ्योरी पोर्सनबाट हुन्छ र 25 के हुन्छ त प्र्याक्टिकलबाट आउँछ हो। त यति आइडिया भएपछि तिमीहरू के हुन्छ त पढ्न सजिलो हुन्छ। कुन पोर्सनबाट कति मार्क आउँछ त्यो के भयो आइडिया भयो क्रिएट हो। त्यो आइडियाको अनुसार हामीले के गर्नु पर्यो पढ्नु पर्यो। बेस्ट अफ लक। थ्याङ्क यू भेरी मच।